हेलो गाइज, आज मैले यहाँहरूसँग चाहिँ एउटा यस्तो बक्स चाहिँ कसरी बनाउने भनेर ल्याएको छु। सबैजनाले अन्तिमसम्म हेरेर सिकेर आफू पनि बनाउन सक्नुहुनेछ। यहाँहरू अब म बिस्तारै सुरु गर्छु, सबैजनाले हेर्नुहोला, लास्टसम्म हेरेर अतिखेर दिन नबोल्नुहोला। ल अब मैले सुरु गरेँ। सर्वप्रथम त एउटा बर्गर पेपर हो। यदि तपाईँहरूको पेपर बर्गर छैन भने यसलाई बर्गर पेपर बनाउनुहोस् र बर्गर बनाइसकेपछि यसलाई हामीले के गर्छौँ त भन्दा यसरी बिचबाट फोल्ड गर्छौँ। अब यसलाई चाहिँ हामी यसरी फोल्ड गर्छौँ बिचबाट। यो जुन बिचमा बनाएर सबैबाट फोल्ड गरेर त्यही हामीले सिधा बनाएर यसरी फोल्ड गरेर त्यसै गरी अर्कोपट्टिबाट पनि फोल्ड गरेर हुन्छ बराबर भयो। फोल्ड गरिसकेपछि यसरी फोल्ड गर्न सकिन्छ। अब यसलाई हामीले यो बिचमा पर्ने गरी यहाँबाट ठ्याक्क बिचमा चुच्चोहरूमा चारवटा चुच्चो छ जहाँ त्यहाँ सिधा हुने गरी यसरी फोल्ड गरेर हुन्छ। त्यसै गरी पनि भयो। भइसकेको छ प्रोसेस पनि। यसलाई फेरि सिधा गरेर अर्कोपट्टिबाट पनि त्यसै गर्नु बिचबाट काँटीमा चाहिँ सिधा गरेर अब यसलाई हामीले खानु पर्ने हुन्छ। हुन्छ र यो छेउमा रहेको जुन छ जोइन्ट डायगोनली बनाइने भइसकेको यसलाई चाहिँ सबैतिरबाट यसरी चुटुटुटु भयो। यति गरिसकेपछि एकपट्टिबाट हामीले निकाल्नु पर्ने हुन्छ। यसरी निकालेपछि यस्तो भयो। अब यसलाई यहाँबाट यसरी पहिले पठाइसकेको राख्छ। यसरी फेरि राम्रोसँग बक्सको आकार आउने गरी यसरी पठाउने। यसले बक्सको आकार दिइसकेको छ। अब यसमा धेरै काम भएको छैन, उहाँले अब सकिनुपर्छ। अब यसमा तपाईँले के ध्यान दिनु भन्दा अहिले अब यहाँ डायगोनल पट्याएको यहाँ बिचमा भएको छ है, बिचमा भएकोलाई त्यो भित्रपट्टि थिच्ने। कोही बाहिरपट्टि आएको कोही भित्रपट्टि आउने त्यसको ख्याल गरेर भित्रपट्टि थिच्यो भने यसरी सिधा हुन्छ है। यो सिधा भइसकेपछि उतापट्टि पनि त्यसै गरी बनाउने। यति बनाइसकेपछि अब माथिबाट सिधा हुनुपर्छ। सकिसकेपछि माथिबाट त्यसै गरी अलि फोल्डिङ गरेको ठाउँबाट फेरि फोल्ड हुन्छ। योपट्टि बनिसकेको छ। अब यस्तो तरिकाले चाहिँ उतापट्टि निकाल्नु डायगोनल छ। बाहिर आएको छ त्यसलाई हामीले ख्याल राम्रोसँग चाहिँ भित्रपट्टि लगाएर राख्नु त्यसै गरी गर्न सकिन्छ। र अघिको प्रोसेसमा यसरी पनि फोल्डिङ गरेकै ठाउँमा यसरी फोल्ड गरेर अलिकति सिधा बनाइदियो। अलिकति पनि त्यस्तो बनाएर सिधा गरिसकेपछि हामीले बनाउन खोजेको जुन बक्स हुन्छ त्यो बक्स चाहिँ बनाएर रेडी भइसकेको छ। सक्नुहुन्छ यो बक्स हामीले हाम्रो बक्स बनिसकेको छ, हेर्न सक्नुहुन्छ। एउटा पुतली पनि राखिसक्यो, एउटा बटरफ्लाई देख्न सक्नुहुन्छ। धन्यवाद। यहाँहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गर्न नभुल्नुहोला।